ल बसन्त ऋतुको आगमनसँगै हेर्नु त यतातिर बोट बिरुवाहरू यस्तो हरियाली, यसको यो भर्खर पलाएको पातको पनि यस्तो कलर छ। पछि हिजो अस्तिसम्म डाक्ला मात्रै थियो, यसको डाँठहरू मात्रै थियो। यतातिर फुलेको चाहिँ अर्को सेतो फुल छ, कुन फुल हो यो? यस्तो दामी फुलेको छ है फुल्नु चाहिँ। फुलको नाम चाहिँ थाहा भएन ठ्याक्कै, एउटा मात्र घुमेर आउने हो क्या। अहिलेको मौसम यस्तो छ, पुरा हरियाली, एक हप्तामै हरियाली भइसक्यो। साँझको समय एक हप्ता अगाडिसम्म यो रुखमा भर्खर मुना मात्रै पराउनु लागेको थियो। 이번 정류소는 38리입니다. 다음 정류소는 화성 39시석입니다. फुल कस्तो राम्रो फुलेको यहाँ। ओके हेर्नु त फुल फुल्ने सिजनले गर्दा फुल पात यदि कम छ, सबै फुलै फुल मात्रै। यो चाहिँ भर्खर भर्खर कोपिला लागेको छ यो फुलमा, कुन फुल हो? अर्को हप्ता चाहिँ मजाले फुल्नेवाला छ है। ल जुम गरौँ त यसलाई। वाह कस्तो क्लिन, दामी देखिन्छ यार। फुलै फुलको मौसम छ यति बेला। यो हुन त धेरै समय चाहिँ होइन, एक दुई हप्तामा, एक हप्ता फुल्न थालेपछि एक हप्ता रहन्छ, त्यसपछि फेरि सकिगयो, सकिनु चाहिँ लामो समय त रहँदैन। ल फुलहरू यसरी फुलेको छ ढकमक्क। यो चाहिँ ठ्याक्कै फेरि कम्पनीको कम्पाउन्ड वरिपरि छ।